देउराली मन्दिर। 1 hour later. हेलो गाइज, आज चाहिँ हामी सुप्पा देउराली जाँदैछौँ। हजुरलाई थाहा नै छ यो चाहिँ राप्ती नदी हो। हामी यहाँका सुन्दर दृश्यहरू हेर्दै जाँदैछौँ, घुम्दैछौँ। म गाडीको अलि पछि साइडमा बसेका हुनाले अगाडिको दृश्य हजुरलाई देखाउन सकिनँ। त्यसको लागि माफ गर्नुहोला गाइज। साइडको दृश्य हेर्दै जानेछौँ आज हामी चाहिँ। यतातिरका घरहरू हेर्न सक्नुहुन्छ। यस तपाईँहरूले हेर्न सक्नुहुन्छ ट्याक्क परेका घरहरू यताउताबाट राम्रा राम्रा छन्। हेर्न सक्नुहुन्छ गाइज, यहाँ चाहिँ समथर भूभाग रहेको छ। हेर्न सक्नुहुन्छ सिधा पारीका दृश्यहरू निकै रमणीय रहेका छन्। यताका दृश्यहरू हेर्न सक्नुहुन्छ। यतातिर पुरै जङ्गलको भूभाग रहेको छ। हेर्न सक्नुहुन्छ यताका टारहरू पनि डिजाइनका रहेका छन्। हेर्न सक्नुहुन्छ गाइज, यतातिर खोला रहेको छ। हेर्न सक्नुहुन्छ गाइज, यतातिर पुरै जङ्गल रहेको छ। जङ्गलको बाटो भएर हामीलाई जानुपर्ने हुन्छ गाइज सुप्पा देउराली मन्दिर। यो चाहिँ मेरो दोस्रो टाइम हो सुप्पा देउराली मन्दिर जान लागेको। त्यसैले अलि नयाँ नौलो कुरा यहाँ केही छैन। पहिला चाहिँ हामी बाइकमा गएका थियौँ भने अहिले चाहिँ गाडीमा जाँदैछौँ। हेर्न सक्नुहुन्छ गाइजहरू तपाईँहरूले टाढासम्मका भ्यूहरू देखिरहेका छन्। यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँहरूले राम्रा भ्यूहरू रहेका छन्। यतातिर हेर्न सक्नुहुन्छ यतातिर पुरै खतरा भ्यूहरू आइरहेका छन्। जङ्गलको भूभाग हेर्न सक्नुहुन्छ। पारीबाट घाम टल्किरहेको छ। हेर्न सक्नुहुन्छ गाइज, किनभने यो बिहानको 7 बजेतिरको भ्यू हो। हेर्न सक्नुहुन्छ गाइज, पूर्वदेखि घाम उदाइरहेको छ। उदाइ त सकिसकेको छ। हेर्न सक्नुहुन्छ गाइजहरू, जङ्गलको भूभाग भएर हामी जाँदैछौँ।
हेर्न सक्नुहुन्छ गाइज पारितिर पहाडै पहाड रहेका छन्। हुन त हामी पनि अहिले पनि पहाडमै रहेका छौँ। हामी चाहिँ गाइज इलेक्ट्रिक बसबाट जाँदैछौँ, त्यसैले यसलाई बिजुलीमा चार्ज गर्नुपर्ने हुन्छ। चार्ज स्टेसन भेटिन लागेको छ। हेर्नु सक्नुहुन्छ हाम्रो गाडी चाहिँ पारि त्यो गाडी चार्जमा लागिसकेको छ। एकछिन लगभग आधी घन्टापछि हामी यहाँबाट चार्ज भयो भने हिँड्नेछौँ। हेर्न सक्नुहुन्छ यो गाडी, यो गाडी चाहिँ अहिले चाहिँ हामी चार्ज भएर हिँडिसकेका छौँ। गाडी 100% पुगाएर हेर्न सक्नुहुन्छ है गाइजहरू तपाईहरुले।
हेर्न सक्नुहुन्छ गाइज, मैले साइडबाट पनि कति देखाउनु भनेर अगाडि देखाउन खोजेको, अगाडि बसेको मान्छेले गर्दा राम्ररी नदेखिने भएकाले म साइडकै भ्यू देखाउन चाहे। हेर्न सक्नुहुन्छ अगाडि हेर्नु न कस्तो देखिन्छ के, अगाडि अलि राम्रो देखिन्न। हेर्न सक्नुहुन्छ अलिअलि देखियो जुम गरेपछि, तर जुम गरेपछि अलि धेरै हल्लिन्छ क्या त्यो, त्यही भएर हो। हेर्न सक्नुहुन्छ गाइज, यो यहाँ आइपुगेका छौँ हामी विभिन्न ठाउँमा। अरूभन्दा पनि मलाई यो ठाउँ यिनी ठाउँका नाम अलि थाहा भएन, यसको ठाउँ के हो के हजुरहरूलाई थाहा छ भने कमेन्टमा लेखिदिनु होला है गाइजहरू। हेर्न सक्नुहुन्छ ठुला ठुला घरहरू रहेका छन् यतातिर। बसमा पनि निकै राम्रा राम्रा गाना बजिरहेका छन्। हेर्न सक्नुहुन्छ यतातिर निकै राम्रो भ्यू देखिरहेको छु मैले, तपाईँहरूले पनि देखिरहनु भएको होला। राम्रै छ, मलाई राम्रै लाग्यो। हेर्न सक्नुहुन्छ गाइजहरू साइडमा पुरै जङ्गलै जङ्गल रहेका छन्। हेर्न सक्नुहुन्छ गाइजहरू तपाईँहरूले। हेर्न सक्नुहुन्छ यो मन्दिर, ठ्याक्कै मन्दिरको ठाउँमा अलिकति गाडी पनि रोकियो किनभने अगाडिबाट बस आइरहेको थियो नि, त्यसैले। यो टिप्पर हेर्न सक्नुहुन्छ, टिप्परलाई ओभरटेक हानेर हामी अगाडि गइसकेका छौँ। हेर्न सक्नुहुन्छ यतातिर गाउँ हो कि के हो यो। हेर्न सक्नुहुन्छ हामी चाहिँ अब तलको बाटो गयौँ। हेर्नुहोस् गाइजहरू। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पानी भरिएको छ, पुरै पानी। हरिया धानहरू राम्रा दृश्य देखिरहेका छौँ हामीहरूले अहिले। हेर्न सक्नुहुन्छ तल तल पानी जम्मा भएको छ, पारी पारीसम्म समाथर भूभाग देखिरहेको छ। हेर्न सक्नुहुन्छ गाइजहरू तपाईँहरूले है।
हेर्न सक्नुहुन्छ धान काटिसकिएका छन्। यहाँ धेरै काटिसकिएका छन्, अब काट्न बाँकी पनि छन् अझै। यहाँ चाहिँ यो केसको बालुवा हो कि गिट्टी हो कि के हो, यो ढुङ्गाहरू खताइएको होला। हेर्न सक्नुहुन्छ गाइस, यहाँ चाहिँ पुराना पुराना परम्परा झल्काउने घरहरू रहेका छन्, संस्कृति झल्काउने घरहरू रहेका छन्। हेर्न सक्नुहुन्छ गाइजहरू। अलि यो क्यामेरा के भयो, पुछ्ने भए जस्तो छ। हेर्न सक्नुहुन्छ गाइज है, तपाईहरूले यतातिर पारीसम्म पहाडहरू देखिरहेका छन् यताबाट। हेर्न सक्नुहुन्छ तपाईहरूले पुरै राम्रा राम्रा दृश्यहरू हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ पोखरी रहेको छ, यो पनि ठुलै ठाउँ जस्तो छ। पारीतिर मन्दिरहरू रहेका छन्। पुरै ताल जस्तै रहेको छ, तालै हो यो। यहाँ पनि मेला लाग्छ होला, यस्तो खतरा ठाउँ छ यहाँ गाइजहरू। मलाई त थाहा भएन। हेर्न सक्नुहुन्छ पारी पारी
निकै राम्रा दृश्यहरू देखिरहेका छन्। हेर्न सक्नुहुन्छ गाइज यतातिर पहाड त माथितिर हेर्नु न। वही माथिबाट पहिरो फात्त खस्ला भने जस्तो छ। ठ्याक्कै बेला गाडी किन रोकिन्छ। अरे अगाडिबाट बस आएछ। हेर्न सक्नुहुन्छ गाइज अहिले चाहिँ हामी पुगिसकेका छौँ सुब्बा देउराली मन्दिरमा। गाइज हेर्नुहोस् सुब्बा देउराली भिडियोमा त थोरै भयो तर सहीमा यहाँ आउन हामीलाई 5 घन्टा जति लागेको थियो। 5-6 घन्टै भनौँ। हेर्न सक्नुहुन्छ टाढीतिर अरूभन्दा पनि यहाँ लाउरे टाँस्याको अलि हेर्न मैले त देखिसकेको छु तर भिडियोमा ल्याउन सकेन के गाइज। हेर्न सक्नुहुन्छ माथि त्यहाँ एउटा झन्डा फरफराइरहेको छ नेपालको झन्डा हेर्न सक्नुहुन्छ देख्नुभयो होला। त्यता लगेर गाड्ने हिम्मत कसको होला गाइज यस्तो खतरा। त्यहाँ माथि लगेर गाडिएका छन् यार खतरा हुन् मान्छे त। हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामी चप्पल जुत्ता छराएर मन्दिरभित्र प्रवेश गर्न जाँदैछौँ। खाली खुट्टा हिँडिरहेका छौँ। यहाँका मन्दिरमा दर्शन गर्नुहुने अधिकांश भक्तजनहरू पनि खाली खुट्टा नै हुनुहुन्छ। मन्दिरमा दर्शन गर्न जाने हेर्न सक्नुहुन्छ हामी पनि खाली खुट्टा गएका छन्। अब यहाँतिर एकछिन खुट्टा धोएर जानेछौँ भित्र हामी। यहाँतिर धारा हेर्न सक्नुहुन्छ। हेर्नु के त्यहाँ लाइन हेर्नु न लाइन। यहाँतिर सिंहको मूर्ति पनि राम्रै रहेको छ। यहाँ मैले एउटा दुईटा फोटो खिचेको थिएँ। हेर्न सक्नुहुन्छ है गाइजहरू तपाईँहरूले यतातिर खुट्टा धोएर जानु हामी एकछिनमा। देउराली मन्दिर सुब्बा देउराली गाइज हेर्न सक्नुहुन्छ हामी त एउटा मन्दिरमा आएका छौँ। मन्दिरभित्र प्रवेश गरिसकेका छौँ। खुट्टा सुट्टा धोएर हेर्न सक्नुहुन्छ गरिसकेका छौँ। अब पूजा गरेर यहाँबाट एकछिनमा हामी निक्लिन्छौँ। यहाँ लाइन लागेका छौँ गाइजहरू हेर्न सक्नुहुन्छ। लाइन नलागेर पानी भएको यहाँ गाइज सबै लाइन चाहिँ भुतम भने थिए अनि भयो भने लाइनमा छु हेर्न सक्नुहुन्छ तपाईँहरूले। अहिले चाहिँ हामी यहाँ पूजासुजा गरिसकेर
मन्दिरलाई एक फोनको लगाउने भनेर निक्लिसकेका छौँ। हेर्न सक्नुहुन्छ गाइज। ऐना पनि टाँसिरहेका छन्। हेर्न सक्नुहुन्छ ऐनामा देखिन्न मैले हुन्छ ओ देखिया गाइज। देख्न आएर तपाईँहरू यतातिर निकै भिड रहेको छ मानिसहरूको। हेर्न सक्नुहुन्छ गाइजहरू तपाईँहरूले। यहाँ हेर्न सक्नुहुन्छ गाइज तपाईँहरूले त्रिशुलहरू रहेका छन्। माथि 3टा त्रिशुल खतरा डिजाइन बनाइएको छ। हेर्न सक्नुहुन्छ गाइज। यतातिर हामी एकछिन फोटो खिच्ने कार्यक्रम चलिरहेको छ। यतातिर हेर्न सक्नुहुन्छ गाइजहरू तपाईँहरूले। ट्याक्क म पनि हल्का फोटो खिचिदिउँ न त भनेर ऐना हुने आएको छु। हेर्न सक्नुहुन्छ है गाइज तपाईँहरूले। हामी चाहिँ अहिले त्यो झुलुङ्गे पुलमा पनि जाने विचार गरिरहेका छौँ गाइज। यतातिर हामी टिको लाएर जानेछौँ हामी एकछिनमा। हेर्न सक्नुहुन्छ तलतिर निकै दुर्गम ठाउँमा बनेको छ क्या गाइज। हेर्नु न तल पुरै कस्तो खतरा छ। तलबाट पिल्लर लाई अड्डाउनु परेको छ मन्दिर गाइज। अहिले चाहिँ हामी पूजा गरेर त्यो माथिको पुलमा जान लागिसकेका छौँ। यतातिर हेर्नुहुन्छ फोटो खिच्ने बनाइएको छ माथि खतरा ठाउँ। हामी चाहिँ अहिले जाँदैछौँ गाइज त्यो झुलुङ्गे पुलमा। हेर्न सक्नुहुन्छ पुल पनि निकै लामो रहेको छ। ट्याक्क 12 बजे घाम चरक्क लागेको छ गाइज। फेरि यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले। यहाँबाट चाहिँ हामी भर्याङ चढ्दै उकालो लागिरहेका छौँ किनभने हामीलाई पुलमा पनि गएर हजुरहरूलाई भिडियो देखाउनु छ नि त। अरूभन्दा पनि मैले यहाँ तिनको यो सिडी गन्ने विचार गरेको थियो ट्याक्क बिर्सेँ गाइज। फेरि आधी बाटोबाट त्यही भएर झ्याउको। हेर्न सक्नुहुन्छ यतातिर पुरै हिँड्यो भर्याङको पुल तित्तिन छ। आइपुग्न लागिसकेका छौँ हामीहरू गाइज। हेर्न सक्नुहुन्छ पुल अरे कहाँ पुल भनिराखेँ गाइज मैले। फेरि भर्याङ हिँडिरहेका छौँ हामीहरू। माथिबाट निकै घाम आइरहेको छ। हेर्न सक्नुहुन्छ है गाइजहरू हजुरहरूले। हामी सर्टकट बाटो लागेको त खत्रै बाटो रहेछ गाइज। यतातिर हेर्नु त छात्तिरी ओहो मलाई गाइज। म चाहिँ मोबाइल बसालेर उभिरहेको छु माथितिर। हेर्न सक्नुहुन्छ निकै अप्ठ्यारो ठाउँ रहेको छ गाइज है। म चाहिँ बल्ल काकाबाट ढुङ्गाबाट छिरी माथि आइपुग्न लागिसकेको छु। अझै आइपुगेको त छैन। तलबाट उहाँहरू पनि आउँदै हुनुहुन्छ मेरो दिदी र दादा। थत्तेरी माटुक्ने चरो आछु है गाइज। तलतिर हेर्न सक्नुहुन्छ हजुरहरूले निकै खतरा ठाउँ रहेको छ। यतातिर त खतरामा खतरा ठाउँ रहेको छ। हेर्न सक्नुहुन्छ गाइज तपाईँहरूले। गाह्रो छ हो मलाई। चट्ट लाएर म चाहिँ उक्लिसकेको छु। त्यहाँहरू उक्लिरहनु भएको छ। हेर्न सक्नुहुन्छ गाइज। मलाई तान्दिनुहोस् तपाईँले आइहाल्नु अरू नै अभिषेक दादाले आइहाल्नु त्यहाँ पनि आइसक्यो। दादा आउँदै हुनुहुन्छ उहाँ आइहाल्नुहुन्छ। हामी हिँड्दै गरे पनि हुन्छ। हेर्न सक्नुहुन्छ है गाइज हामीहरू चाहिँ ट्याक्क लाएर पुल हुने आइपुगिसकेका छौँ भनौँ। त्यति नै त छ पुल। हेर्न सक्नुहुन्छ त्यति नै त छ हेर्न सक्नुहुन्छ गाइज। अरूभन्दा पनि योमा टिकटक कसरी गरोजन होला मान्छेहरूले। मोबाइल पात तल खसी के हुने हो त्यही छिरिहाल्छ यार मोबाइल। पुलमा हिँडिसकेका छौँ तर मलाई कसरी डर लागिरहेको छ कि गाइज। मोबाइल खस्यो के होला त्यही त यसरी पकड्छु यार। बट ज्यानजाला मोबाइल नजाला खस्दैन भन्न सकिन्न है गाइज। त्यही भएर मैले हात्तिन अलि भिडियो बनाउन चाहेन के। खस्यो भने मोबाइल कस्तो छ तलतिर पुरै हेर्न सक्नुहुन्छ कि हजुरहरूले। पुरै हेर्नु न मैले चाहिँ मोबाइल त्यहाँले राखेर आएको छु। यतातिर हामी पार चाहिँ गरिसकेका छौँ गाइज। हेर्न सक्नुहुन्छ
योभन्दा माथि हामी पहिला अन्डेल भर्याङ त बनेको थिएन तर अहिले हेर्न सक्नुहुन्छ भर्याङ बनिसकेको छ। यहाँबाट सुब्बा देउराली मन्दिरको पुरै दृश्य देखिने रहेछ हेर्न सक्नुहुन्छ है गाइज तपाईहरुले। हेर्नु न पुरै त्यति न मन्दिर यताबाट बाटो यस्तो पाहाड हेर्न सक्नुहुन्छ हामी चाहिँ भर्याङ चढिरहेका छौँ। यो भन्दा सानो छिर्छ नि ट्याक वहाँ डर ट्याक लाग्दैन ट्याक मोबाइल पकड्ने डर यस्तोमा भर्याङ खतरा हो मान्छे त यहाँ बनाउने पुरै खतरा लुक देखिरहेको छ के गाइज यहाँबाट हेर्नुहोस् पुरै खतरा छ। ऊ त्यहाँ पुग्ने हो हामी चाहिँ गाइज चढेर ट्याक्क म चढिरहेको छु हेर्न सक्नुहुन्छ गाइज। हामी चढिसकेका छौँ टपमा योभन्दा माथि जाने ठाउँै छैन। त्यो झुलुङ्गे पुल यति लामो छ पारी हेर्न सक्नुहुन्छ पुरै ठुलै सबै देखिन्छ क्या यहाँबाट हेर्न सक्नुहुन्छ त्यति न मन्दिर अघि न त निकै भिड थियो तर अहिले अलि रहन्छ गाइज भिड हेर्न सक्नुहुन्छ तपाईहरुले। अहिले चाहिँ मैले खतरा माला भिरेको छु हामी चाहिँ अब यतातिर हेर्न सक्नुहुन्छ गाइज ट्याक्क यो बेला मेरो मोबाइल खस्यो भने के होला उतातिर छ हाम्रो सुब्बा मत गर्नुपर्छ गाइज केही छैन। नगर 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 हेर्न सक्नुहुन्छ गाइज हेर्न सक्नुहुन्छ मैले मोबाइल खस्छ भने डरले बसेर भिडियो बनाइरहेको छु गाइज ट्याक्कै बसेर उता उता हेर्नु मान्छे कोही छैन ट्याक्कै बसेर फर्किसके अहिले फर्किसकेका छौ। यति न मैले एउटा फोटो पनि खिचेको थिएँ गाइज धौ धौ कनी कनी कसको रे हेर्न सक्नुहुन्छ गाइज अहिले म चाहिँ तलतिर ओह्रालो झरिरहेको छु। यतातिर हामी चाहिँ मासु खान आइसकेका छौँ। यतातिर मासु कटिङ हुँदैछ खोलाहरू त्यसलाई बोका कटिङ भइरहेको छ हेर्न सक्नुहुन्छ मासु कटिङ हुँदैछ। यतातिर चाहिँ नाचगान भइरहेको छ हेर्न सक्नुहुन्छ है गाइज तपाईहरुले। सुब्बा देउरालीमा रह्यो त्यो चिनको चिनेमा बजाउँ न त्यसै गरी गाइज यतातिर चाहिँ खतरा दृश्य देखिरहेका छन्। मेरोमा चार्ज पनि भ्याङ लाग्यो गाइज अब चाहिँ मैले अलि भिडियो स्टप गर्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ एकछिनभरि देखाउँछु गाइज दृश्य हेरिरहनु होला है।
अब यस्तो छ ए भाग्य आउँदै नानी हेर्न सक्नुहुन्छ गाइज अहिले त झमक्कै रात परिसकेको छ केही देखिन्न बाहिर अब यस्तोमा भिडियो के बनाउने आफै हेर्न सक्नुहुन्छ कि अब यस्तोमा भिडियो मैले के बनाउने यस्तो भिडियो हेर्नुहोस् है गाइज ल त है गाइज अब केही देखिन्न के बनाउने आजलाई बाई दोस्तो